मेरो विवाह भइहालोस् भन्ने स्त्रीहरूले देवीहरूले कसको आराधना गर्ने त कुन देवतालाई सम्झिने भिडियोलाई अन्तिमसम्म हेरेर सेयर गर्नुहोला। जय श्री राधे ओम श्री हरि। म हजुरहरूको चिरपरिचित ज्योतिष पण्डित सिमन होला। हजुरहरूको माझमा आज पनि भिडियो लिएर आउने क्रममा विशेष पूर्ण भिडियो लिएर उपस्थित भएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर आफूलाई लागेको प्रतिक्रिया सुझाव सल्लाह दिनुहोला। भिडियो हजुरले कस्तो लाग्छ। म यो विषयमा के भिडियो लिएर उपस्थित भएको छु भने मैले हिजोको भिडियोमा अस्तिको भिडियोमा पुरुषहरूले देवी प्राप्त गर्नका लागि स्त्री प्राप्त गर्नका लागि के गर्नुपर्छ त भन्ने विषय बनाएको थिएँ भने आज स्त्रीहरूले अर्थात् महिलाहरूले पुरुष प्राप्त गर्नका लागि जसको विवाह भएको छैन, विवाह नहुने देवीहरूले स्त्रीहरूले हाम्रो महिला दिदीबहिनीहरूले मेरो विवाह भएको छैन, अब म के गर्ने होला, कोसँग विवाह गर्ने होला, कसको आराधना गर्दा असलाई कसलाई सम्झेर मेरो विवाह हुन्छ त भनेर बस्नुभएको दिदीबहिनीहरूले माता कात्यायनी भगवतीको आराधना गर्नुपर्छ। हजुरले कात्यायनीलाई सम्झिनुभयो, कात्यायनी माताको पूजा गर्नुभयो भने हजुरको अवश्य पनि विवाह हुन्छ। त्यसको लागि हामीसँग एउटा मन्त्र छ। यो के मन्त्र छ त भन्दाखेरि हामीले यहाँ मन्त्रको उच्चारण गर्नुपर्छ अनि विवाह हुन्छ। के भनेर गर्नुपर्छ त भन्दा कात्यायनी महामाये महायोगिन्यधीश्वरे नन्द गोपसुतं देवी पतिमे कुरुते नमः। यो मन्त्र जो अहिले मैले भनेको मन्त्र छ, यो मन्त्र हजुरहरूले आराधना गरेर यसको पुकार गरेर यसको वन्दना गरेर कात्यायनी भगवतीको पूजा अर्चना आराधना गर्नुभयो भने अवश्य पनि श्रीमानपति प्राप्त हुन्छ। यो गरेर हेर्नुहोस् न हजुरहरूले, मैले बारम्बार भनिरहेको छु, गरेर हेर्नुहोस्, यो मन्त्रको उच्चारण गर्नुहोस्, जप गर्नुहोस्। हाम्रो धर्मशास्त्रहरूमा विभिन्न कुराको वर्णन गरिएको छ, विभिन्न सत्य कुराहरू मात्र बताएको छ। त्यसले गर्दा यो धर्मशास्त्रले भनेको कुराहरू, शास्त्रगत कुराहरू हजुरले गरेर हेर्नुहोस्। अनि भएन भने पो हजुरले भन्नुभएको थियो मेरो भएन भने आउनुहोस् अनि हामी उपाय बताउँछौँ। अब हजुरले गर्नुहुन्न, केही पनि नगरेपछि कसरी हुन्छ त? गरेपछि प्रयोग गरेपछि त्यसको त उपयोग गरिसकेपछि भनेको कुरा के भनेको छ शास्त्रले, त्यो कुरा चाहिँ हामीले नियमबद्ध तरिकाले त्यसको पालन गरिसकेपछि, त्यसको विधि गरिसकेपछि अवश्य पनि हुन्छ। यसमा शङ्का मान्नु पर्दैन। पुरुषको भए पनि स्त्रीको भए पनि अवश्य पनि विवाह सम्पन्न हुन्छ। जय श्री राधे ओम श्री हरि।